एसायाको पुस्तक अध्याय 39। राजा हिजकिया कहाँ बाबेलका राजदूत पठाइए। त्यस बेला बाबेलका राजा बलदानका छोरा मरोदक बलदानले हिजकिया कहाँ पत्रहरू र एउटा सौगात पठाए, किनकि तिनी बिरामी भएर निको भएको कुरा उनले सुनेका थिए। 2 अनि हिजकिया तिनीहरूसँग खुसी भए र तिनीहरूलाई आफ्ना बहुमूल्य थोकहरूको भण्डार अर्थात् चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल अनि आफ्ना हात हतियारहरू राख्ने सारा घर र आफ्ना भण्डारहरूमा भएका सबै थोकहरू देखाए। तिनको भवनभित्र र तिनको सम्पूर्ण अधिकार क्षेत्रभित्र हिजकियाले तिनीहरूलाई नदेखाएको कुनै पनि कुरा थिएन। 3 तब भविष्यवक्ता यसैया राजा हिजकिया कहाँ आएर तिनलाई भने, यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट तपाईँ कहाँ आएका हुन्? अनि हिजकियाले भने, तिनीहरू टाढा देशबाट बाबेलबाट आएका हुन्। 4 तब उनले भने, तपाईँको भवनमा तिनीहरूले के देखेका छन्? अनि हिजकियाले जवाब दिए, मेरो भवनमा भएका सबै थोकहरू तिनीहरूले देखेका छन्। मेरा भण्डारहरूमा मैले तिनीहरूलाई नदेखाएको कुनै पनि थोक छैन। 5 तब यसैयाले हिजकियालाई भने, सेनाहरूका परमप्रभुको वचन सुन्नुहोस्। 6 हेर, यस्ता दिनहरू आउनेछन् जब तिम्रो भवनमा भएका सबै थोकहरू र तिम्रा पितापुर्खाहरूले आजको दिनसम्म साँचेर राखेका सबै कुराहरू बाबेलमा लगिनेछन्, केही पनि छोडिने छैन, परमप्रभु भन्नुहुन्छ। 7 अनि तिनीहरूले तिमीबाट निस्केर आउने तिम्रा कतिपय छोराहरूलाई लैजानेछन्, जसलाई तिमीले जन्माउने छौ, र उनीहरू बाबेलका राजाको दरबारमा नपुंसक हुनेछन्। 8 तब हिजकियाले यसैयालाई भने, तपाईँले भन्नुभएको परमप्रभुको वचन असल हो। अनि तिनले भने, किनकि मेरा दिनहरूमा चाहिँ शान्ति र सत्यता रहिरहनेछन्।